साथी एकछिन रोक, यो अन्तिम बाटो होइन। तैले थाकेको होला, तर तेरो कथा यतिमै सकिँदैन। तँ भन्छ सब केही बाँकी छैन, मनभित्रको पीडा कसैले देख्दैन। रातभरि निद्रा आउँदैन, आफ्नै सोचले मनलाई छोड्दैन। तर साथी एकपटक फर्केर घरतिर हेर, ढोका खुल्ने आवाज कुर्दै बसेका छन् फेरि। आमाको अनुहार सम्झ, जसले तेरो लागि धेरै रात ननिदाई बिताइन्। बुबाको हात सम्झ, जुन थाके पनि तेरो सपना बोकेर हिँडिरह्यो। त हार्नलाई जन्मेको होइन, यो अँध्यारो समय पनि बितेर जान्छ। अहिले आँसु छ भने भोलि हाँसो पनि आउँछ। आज बादल छ भने घाम फेरि देखिन्छ। नजाऊ साथी यस्तो बाटो रोजेर, त बिना धेरै मन रुनेछन् खोजेर। आमा बुबाको सपना सम्झ एकपटक, यो जीवन अझै बाँकी छ धेरै कदम। हेर साथी, अँध्यारो रात सधैँ रहँदैन। भाँचिएको मन फेरि जोडिन सक्छ, आज मात्रै हार्नमा। मलाई थाहा छ कहिलेकाहीँ मनभित्र युद्ध हुन्छ, बोल्न खोज्दा शब्द हराउँछ। मान्छे बिच हुँदा पनि एक्लो महसुस हुन्छ, तर सुन्न, सासी हुनु भनेको सबै ठिक भएको नाटक गर्नु होइन। गाह्रो हुँदा पनि मलाई सहयोग चाहिन्छ भन्न सक्नु हो। फोन गर कसैलाई, साथीलाई, दाइलाई, दिदीलाई। मनको कुरा खोल, सबै आफैले बोक्नु पर्दैन। त बोझ होइन, त कसैको संसार हो। त हरायो भने धेरै मुटु खाली हुन्छन्। आमाले तेरो बालापन सम्झिन्छन्, बुबाले तेरो भविष्य देखिरहेका छन्। आजको पीडाले भोलिको कथा नलेख्न देऊ रोक। सास फेर, भोलि फेरि सुरु गर्न पाइन्छ। नजाऊ साथी यस्तो बाटो रोजेर, त बिना धेरै मन रुनेछन् खोजेर। आमा बुबाको सपना सम्झ एकपटक, यो जीवन अझै बाँकी छ धेरै कदम। हेर साथी, त हारेको होइन, केवल थाकेको छस्। र थाकेको मान्छेले आराम पाउँछ। अन्त्य रोज्नु पर्दैन,
यदि अहिले धेरै गाह्रो भइरहेको छ भने एक्लै नबस, कसैलाई भन। मन भएर सबै सहनु पर्दैन, आजको रात कट्छ, भोलि फेरि बिहान हुन्छ। र तेरो कथा अझै बाँकी छ र